कति बेला खाना खान्छ अन्त हामी चाहिँ नखाने होला किन डाइटिङ गर्दैछ क्या डाइटिङ होइन अघि भर्खरै खाजा खाएको त्यही भएर ए ठिक छ त्यसो भए त मोटाएछ त्यही भएर म त कि फेरि डाइटिङ गर्नु लाग्यो भनेर होइन हौ अलिअलि गाला लाग्छ त्यही भएर सबैले मोटा छ भनेर होइन ए होइन गाउँ जाँदा त अनि त्यो हावाहुरी चल्दा पनि उडाउला जत्तिकै थियो अन्त म सम्हाल्नु पर्थ्यो मैले अहिले त ठिक्क भएछ ठिक छ अलिक छिटो बिहे भएको सुन्न पाऊँ माइला माइती गरे महँगो छ हौ माइला ब्रो नेपालमा अरे मलाई त एकदम बेस्ट लाग्छ माइला माइलीको जोडी अरे थ्याङ्क यू सो मच नाइस जोडी रे तिर सबै सन्चै हुनुहुन्छ सबैजना सन्चै हुनुहुन्छ मेरो अकाउन्ट त फ्रिज भएर हजुर 2टा अकाउन्ट छ त अनि बिग फ्यान थ्याङ्क यू उ त्यो भयो क्या नेटवर्क पनि राम्रो भएन अनि त्यही भएर फ्रिज भइरहेको छ क्या हेलो दिदी खाना खानुभयो रे नाइ छैन हजुरले खानुभयो अनि मेरो नेटवर्क राम्रो छैन भन्दाखेरि डाटा अन गरेर आउनु भन्यो त तिमीले मलाई त साह्रै लाज पार्यो त यो त लोभी रहेछ डाटा अन गरेर आउनु अरे अन्त यहाँ चाहिँ कहाँबाट हामीलाई वाइफाई कसले दिन्छ हो यहाँ अर्काको नोकरी गर्न आएको ठाउँमा डाटै हो नि चलाउने त तर कहाँ हुन्छ वाइफाई हामीलाई यहाँ हामीले डाटै युज गर्ने हो त्यही डाटा पनि चल्दैन नेटवर्क हुँदैन भन न कति साह्रो पर्छ आजी बन्जी चिटिया पल्टन रहेछ हौ कुन पल्टनले दिन्छ तिमीलाई वाइफाई यहाँ पल्टन कसैले पल्टनमा कुनै पनि पल्टनमा दिँदैन नि वाइफाई त कहाँ यहाँ हामी नोकरी गर्न आएको मान्छेलाई नेट चलाउन दियो भन्दा यस्तो चलाएको दियो भन्दा मार्छ हामीलाई यहाँ फेसबुक यस्तो सोसियल मिडियाहरू केही पनि चलाउन पाउँदैन थाहा पायो भन्दा यही दिनको पर्खाइमा थियो ह्याप्पी टु सी यु अरे थ्याङ्क यू गाइस फेरि अरे रे सबैजना छक पर्नु भएछ हौ आज सँगै बसेको त हो अस्ति नै पनि हजुर आउँदाखेरि म नि आउने म आउँदाखेरि हजुर आउने त्यस्तो भएर चाहिँ सबैजनाले जोइन गर्नु कि गर्नु भनेर मेरो नेटवर्क प्रब्लमले गर्दा हो कि मेन त नेटवर्क एकदमै डर लाग्दैछ मेरो यहाँ नेटवर्क प्रब्लम राम्री हुँदै जानु छैन भाउजू त मोटाउनु भएछ अरे ला मेरो बिहे चाहिँ त गर्ने भयो मैले मेरो बेइज्जत गरेको होइन राम्रो भनेको नि खाइलाग्दो भएछ अलिक हेल्दी आज फर्स्ट चोटि होला सँगै लाइभ मारे हजुर फर्स्ट चोटि नै हो हामी फर्स्ट टाइम हो लौ है यो जोडी राम्रै रहेछ फुल भन्दा अब चाहिँ बिहे होला जस्तो छ त्यो भन्दा बिहे होला जस्तो देखिनुहुन्छ क्या ममता आएर हाँसेर बस्नु भयो हो र लहाई बहिनीलाई मेरो लाइभ सेयर गरिदिनु भन है हाम्रो लाइभ मेरो अकाउन्ट फ्रिज भइरहेछ क्या सबैजनालाई मेरो नयाँ अकाउन्ट फलो गरिदिनु भन ल हस् हुन्छ के हो यस्तो के होला जस्तो छ अरे के होला जस्तो छ र ममता भयो बाबै के हो रे बुटोलबाट जाने हो है म पनि रे ए भगवान गाडीमै अटाउन हो सबैजना गयो भने त टाढा छ नि फेरि जति जानुपर्ने साह्रो पर्छ है साथीहरू सोच्नु पर्छ है हामी कसरी गएको थियो है ढुङ्गा सार्दै बाटो बनाउँदै घरि गाडी कता ठोकिन्छ घरि गाडी कता ठोकिन्छ आमा कम्ती साह्रो परेको होइन त्यति बेला त बिजोगै भएको जोडी राम्रो माइला माइलीको अरे है
नसुनेको जस्तो गर्दैछ फेरि माइलीले। सुनेछु हौ सुमन घले थ्याङ्क यू। मलाई कसैले मेजो माइला के भन्नुभएको? थ्याङ्क यू सुमन घले, थ्याङ्क यू मगनीजी, थ्याङ्क यू। ओके माइलीले भाउ खोज्न लाए अरे ला हो माइली भाउ खोजेको हो? कहाँ होइन है त्यस्तो चाहिँ, मेजो माइला होइन अरे को जस्तो लाग्यो र हजुरलाई? प्रेम र लभ परेको मेजो माइला नै हो। मेरो यो नयाँ अकाउन्ट हो, नयाँ अकाउन्टलाई फलो गरिदिनु होला, सेयर गरिदिनु होला। मेरो नयाँ अकाउन्ट हो यो। कट्टु देखिँदै गर्छ के हुँदैन, चल्छ, के होइन के होइन। लभ परेको साँच्ची हो र अरे? हजुर मेजोलाई माइलीले टेर्न छोडे जस्तो छ अरे। ए भगवान, बिहे जान्ती जाने हो मेरो र मेरो नि बुटोल घर इन्भाइट गर्नुहोस् न। ए हस् हुन्छ, सबैजना आउनुहोस् है, बुटोलतिर को हुनुहुन्छ? कहिले हो अब रिसिङ जाने अरे? जानुपर्छ अब रिसिङ। के आम्मी के हो रे, के हो क्या राम्रो जोडी छ यार रे आमा। त्यही फुच्यो होला। पहिलेकै भ्लग हेर्दै बस्नु परेछ, त्यही त मलाई पनि अलिक याद आएर यो अकाउन्टमा पहिलाको भ्लगहरू हाल्दै थिएँ। हाम्रो दुईजनाको सेम फेस छ र छैन? मेरो ठुलो हो। कसको? हामी दुईजना सेम फेस छ अरे। तिम्रो अहिले अलिकति होइन, यो पनि अलिकति तर होइन, राम्रो देखेको छ। माइलाको धेरै छैन अरे। ल है बहिनी ममता, थ्याङ्क यू। ल हेर माइला पनि मस्केको अरे। माइला मस्केको अरे, मस्किनु परेन भने यहाँ। थ्याङ्क यू खिम्दोङजी, थ्याङ्क यू। औ माइला माइली पो अरे। हजुर सेम हो है बहिनी। बाई चेली, गुड नाइट रे। हँसुन्छ दाजु। हेर्दै बस्नु भयो बजारी बसेर। म पनि जान्थे रे। हस् हुन्छ, को जाने? ठुलबालाई नमस्ते। ठुलबा नमस्ते। नमस्ते हजुर, नमस्ते। माइला ए अरुण भाइ हो? होइन नमस्ते, म माइला हो। ए माइला, डोना थापा भाइको भाइ होइन? हजुर माइला भाइ। ए के छ, ठिकठाक छ? हजुर सधैँ छु। तपाईँ सधैँ हुनुहुन्छ? हाम्रो गाउँले गएको रहेछ नि रिसिङ। मेरो छोरी हो नि त। हजुर म डोना भाइलाई नि भेटेको थिएँ कि अस्ति नै, आफूलाई फोटो खेलेको थिएँ एनसेलमा। ए हजुर ए हामी चाहिँ यसो भेट्न। हजुर हुन्छ ठुलबा, भेट्नुपर्छ नि म आउँदा फेरि। ए ल कुरा गर न त छोरीसँग। हुन्छ बाले जुइलाई चिन्नु भएन रे। कति हँसाउनु भएको। बा हो के अरे? हो मैले चिने चिने। म त अहिले कस्तो मान्छे नभने पनि थाहा पाइहाल्ने कि मान्छेहरूले है। माइलीलाई झन् भनेको थाहा पाइहाल्ने।
ससुराबालाई किन ठुलो बा भनेको मेजर है ज्वाइँलाई वेलकम ससुरा बाबाले अलिकति सिक्रेट राखौँ भनेको थाहा पाइहाल्यो मान्छेहरू त ठिकै छ दिदी रे हजुर थ्याङ्क यू सीमा खड्का सिस्टर थ्याङ्क यू बिग फ्यान तपाईँहरूको दिदी दाइ रे थ्याङ्क यू माइली रियलमा झन् राम्री रहेछ अरे है ल छैन हौ म कस्तो छु भनेर माइलालाई नै थाहा हो अच्छा रियलमा त झन् ओभर राम्री छ मलाई थाहा छ एकदम हेर मक्क मरेको हेर न हो साँच्चै भनेको एलन दाजु रूपा दिदीलाई नछोड्नु होला है फेरि रे है माइला रे अझ यो जोडी देख्दा बहुत दिल खुसी भयो हौ रे थ्याङ्क यू सुमनजी थ्याङ्क यू यो चस्मा चाहिँ के भएर लगाएको आँखा कमजोरी भएर नि बिजोग भयो मेरो के भएर आँखा कमजोर भयो झन् गाउँमा त्यत्रो सिस्नो खुलाएको सिस्नो सागपात खिलाएको के भयो मैले चाहिँ सिस्नो पात मात्रै खाएर हुने भयो त एरन दाई कहाँ हुनुहुन्छ अरे हो त अनि हरियो हरियो परियो खाएर त अनि मैला हामी त गाउँले हो नि रे अब गरिदिन्छु ल यो पहिला चाहिँ देख्न पाइयो रे के छ एन्जिला मुभी हेर्न जाँदा ट्रेड मलमा देखेको अरे ओके जोडीको भन्छ देख्नु भयो रहेछ कहाँ जानु हो ससुर भाइ ए भगवान यहाँ हाम्रो ठुलो बा यहाँ आफ्नै काम गर्नुभयो क्या रिसिङ जाँदा तिमीहरू दुईजना हराएको बिर्सेको छैन है आउनुभयो रे त्यो त नभन है त्यो कुरा भन्नु हुँदैन बिहे गर्छु गीत गाउनु न मेजो त्यो राति अन्डा किन्न जाँदा के भयो जान्न चाहन्छ जनता जान्न चाहन्छ ल म भन्छु नि एक दिन है आज बल्ल त फर्स्ट टाइम लाइभ बसेको छ त्यति बेला के भयो भनौँ न बिस्तारै मैला नि बाठो भएछ त अहिले त अरे किन के भयो माइला नभएर चाहिँ को हुन्छ हामी जस्तो बाठो हुन्छ अनि किन के म के कसरी चाहिँ बाटो भयो म चाहिँ खै त्यही भन्नुभयो के अरे दोनालाई गोरुले झन्डै खिचेको रोपाइ गर्दा अरे अब त्यो त साँच्चै हो नि झन्डैले हो आम्बो त्यति बेला त खिचेको भए त दोन दाजुको त खुट्टै भाँचिन्थ्यो त्यति बेला त सातो गएको नि आम्बो यस्तो यहीँ छेउबाट यस्तो गएको थियो आम्मा म त भिडियो यस्तो भएको क्या म त रिसिङको खेत रोपेको कसरा बानै भन्दै गएर छिटै भोज खान पाम है ल हाटको सेप बनाऊ अरे दुवैजना ल छिरो ल ल ल ल थ्याङ्क यू गाइज सबैजनाले मेरो नयाँ अकाउन्ट फलो गरिदिनु होला लाइभ सेयर गरिदिनु होला सपोर्ट गरिदिनु होला है यो चाहिँ मेरो नयाँ अकाउन्ट हो कस्तो खुसी भएको रे हो थ्याङ्क यू पोइन्ट थ्याङ्क यू एभ्रिवान मेरो नयाँ अकाउन्ट हो यो चाहिँ फलो गरिदिनु होला लाइक सेयर गरिदिनु होला आउनुभयो फर्सेर फेरि कहिले आउँछ भन्नु सिस्टर ए कहिले चाहिँ आउनुहुन्छ अरे हो नेपाल यता सोधेको सोधेको म अहिले अलिक टाइम लाग्छ नि आउन के गर्नु हो जस्तो बेलामा छुट्टी पाउनु एउटा दुईटा अरू जोडी लिम्बुनी होइन मगर नै ठिक छ अरे यो थ्याङ्क यू करणजी थ्याङ्क यू
हो हजुर हजुरको गिफ्ट टार्गेट गाउँमा 4 फेरि देख्न ल गिफ्ट चाहन्छु। टार्गेट 4 गरे आउनुहुन्छ, छिट्टै टार्गेट जानु। पुरा गरिदिनु ल हजुर धेरै खाने अलिकति घटाइदिनु 4 जनाले उस ल टार्गेट। अलिकति घटाइदिनु मुर्गी एफसी यस यस अब मुर्गी एफसी बाट एकजनाले। नि खेल्यो यो छुट्टीमा रिसिङ ओके यो छुट्टीमा ल रिसिङको भिडियो आउने भयो है त थ्याङ्क यू माइलो केटो थ्याङ्क यू। थ्याङ्क यू सो मच तारे माझ्यू धेरै राम्रो समेट्यो अरे थ्याङ्क यू सो मच तारे माझ्यू मात्रै हेर्नुभयो तारे माझ्यू मायाको डोरीले कौरा गीत पो यो साह्रै राम्रो लाग्यो। हो र अँ, कस्तो लाग्यो कस्तो राम्रो मम्मीको एक्टिङ हो मम्मीको त एक्टिङ त राम्रो थिएन होला कसम थियो अझ नि। एउटा चाहिन्छ कसो र ओ मैले हिले खबर ठिकले हिले खबर ठिकले मगर भाषा बोल्नु न हौ मगरको छोरा भएर के हो? सोध्या कि माझ्या माझे नि ए ओ माइलो केटो थ्याङ्क यू। ठुला गाले कान इला काठमाडौँले इलाक रानी सम्भव माले इलाक रानी माराले जानेको इलाक रानी अनि जाट्ने त्यही हो जान्नुभएको अरू केही जान्नुहुन्न उता बोल्नु न मगर के हो र अरे आउनु त हुन्न उता मलाई चाहिँ आउँछ सबै मिलेन यति नै हो माइलाले जान्नु भएको नै जानेको छु मैले सबै ल ल बोल्नु नि त यहाँ मगर भाषा बोल्नु भन्नुभयो मैले सबै जानेको छु फाइनल्ली टिसिनी लाइभमा रहेछ मगर भाषा वारले कि मावारले नाइक जम्मै वारले हौ मैले पनि त वारले जम्मै वारेर होला हान्डे कुरा थ्याङ्क यू कल्मी थ्याङ्क यू ल है सबैजना सपोर्ट गरौँ है त कौडा गीत बजाएर नाच्नु के रे कौडा गीत बजाएर नाच्नु रे खाना खानु लागेको अब नाच्नु त त्यस्तै हो अब आज हुँदैन होला ए धोका स्याटरडे है स्याटरडे आउँछ त लाग्छ ल ल हुन्छ बुढाबुढी हो रे कसरी चाहिँ हो बुढाबुढी एलन थापाले कसरी थाहा पाउनु भयो के बुढाबुढी भनेर क्या लाउरेनी भाउजू कति राम्रे रे सपनामा थ्याङ्क यू इमराना हेलो 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 मेरो थ्याङ्क यू अरुण चौधरी थ्याङ्क यू मेरो नयाँ अकाउन्ट चाहिँ यसो सपोर्ट गरिदिनु पर्यो नयाँ अकाउन्ट हो मेरो फलो गरिदिनु पर्यो सेयर गरिदिनु पर्यो ल स्कुटरले राख्यो नि मेरो नयाँ अकाउन्ट दुईजनाको जोडी दामी रे हो र थ्याङ्क यू गरम भयो आम्मामा इन्टु टूमा हानौँ त ल साथीहरू रे अस्ति माछा पोखरी देखेको मैलीलाई रे हो र इन्टु टूमा हानौँ न साथीहरू कस्तो हुँदो रहेछ अस्तिमा के हो त्यस्तो इन्टु टु के हो अब रेसिङ कहिले जाने रे म चाहिँ छिटै जान्छु माइला चाहिँ आएकी जानुहुन्छ अरे आउनुहुन्छ अरे माइली भन्दा अनि म त जान्छु नि अनि छिट्टै थ्याङ्क यू सँगै नजाने अनि बाटो हरायो भने के गर्नु म अस्ति नै त्यत्रो ढुङ्गा हाली हाली बनाइदिएको देखाएको बाटो अहिले फेरि बिर्सिनुहुन्छ
डर लाग्छ नि त्यहाँ राम्रो ए हटको सेप बनाउने रे थ्याङ्क यू सो मच अनसोल्ड अनसोल्ड यता आउनु भयो थियो ल ल हस् हुन्छ हो र आज चाहिँ पारा ल्याएको छ माइलीले अकाउन्ट सपोर्ट गरिदिनु होला हटको फलो गरिदिनु सेयर गरिदिनु देख्दैछु मारे के हो स्नेहा दिदी प्लिज भइरहेको छ मेरो अकाउन्ट नेटवर्क प्रब्लम भयो क्या तिमीले सँगै लिएर जाने भए मात्र जाने हो गाउँ म नत्र भए जाँदिन किन भन्नु त तिमी लगेर मात्र जाने हो म त अरे ए यता हटको सेप बनाउने भनेर हैरान छ हौ कसरी हो बनाउनु मन थाहा दोनाको दोन दाजु हजुर भर्खर दोना दाइसँग बोलेर एकदम खुसी लाग्यो भाइ रे केमा लाइभमा स्नेह दिदी लाइभ बस्नेमा आमाले खुसी कानरुडमा हुनुहुन्छ दोना दाइ ए ल खाँदै बस्नु न के पो आयो हौ उता Thank you so much, Unsold. देख्न पाए Travel with you, पठाइदिनु भएको. Thank you so much. के गर्नु नै हो त हेलो दी हजुर के हो तर्सियो क्या हो एक्कासी आउँदा त है जितेको जितेको थियो अन्त अहिले बल्ल यता अनसोल यता आउनु भएछ नि त सरी भयो नि हजुरले नखाएर म चाहिँ खाना खानु लागेको हस् हुन्छ खानु न जोडी त बोइल भेज हो हाम्रो त यो के भन्छ यसलाई सिप्चा धन्यवाद थ्याङ्क यू त्यो त सुहाएन हौ त्यो क्या बेला पठाउनु बुस्टिङ आएर रहेछ क्या थ्याङ्क यू सुमनजी के हो र त्यो भनेको बुस्टिङ भनेको के हुन्छ बुस्ट गर्यो भने यस्तो आउँछ त त्यहाँ माथि मैले यस्तो गेमहरू कहिले खेलेको छैन तिमीसँग फर्स्ट टाइम हो थ्याङ्क यू करणजी थाहा भएन अजय भाइ थ्याङ्क यू सो मच भिसिङजी सन्त थ्याङ्क यू सन्त बहादुरजी सबैलाई हालिदिनुहोस् त टार्गेट गरौँ डम्मेलो म चाहिँ दुईजनाको बिग फ्यान अरे है थ्याङ्क यू फ्रम इटरीलाई पनि धेरै माया इलामलाई पनि धेरै माया लमजुङ थ्याङ्क यू मक्क परेको हेर न उता पुगेछ नि त तिमीलाई त सुहाए ल मलाई सुहाएन भन्दै थियो ल तिमीलाई सुहाए ल हजुरलाई अर्कैले हान्नुभएको मलाई अर्कैले म हजुरहरूको जोडीको बिग फ्यान हो र थ्याङ्क यू फ्रम धरन मैले रे थ्याङ्क यू मेरोमा आयो भने म तिमीलाई दिन्छु क्या एड ओके सबैले मन परेको कपल्स डे माइलीलाई प्रपोज गर्नु न अरे मलाई फेरि यता माइलाले गर्नु न आशिषा मल्लजी थ्याङ्क यू प्रपोज गर्नुपर्छ अलिक टाइम लिएर आत्तिनु हुँदैन कृष्ण मगर ओहो राम राम गुरुजी एन्डी गुरुजी गुरुजीलाई स्वागत छ मेरो लाइभमा माले बगरतिर त माछा पाउँदैन हौ हाम्रो गाउँमा त सबै मारेर सक्यो हालेर एन्ड्रु बिस हो बिस्तारै हो है माइली रे हो र दलामी किङ तीनजना ब्रदर कति लेउ टाइम अरे जङ्गलमा थ्याङ्क यू एन्डी दादा अब यो छुट्टी आएर एन्डी दादालाई भेट्नु पर्ने छ हाम्रो काम कहाँसम्म पुग्यो एन्डी दादा
यू सुजत ए आउँछु दाजु अब 2-3 महिनामा आउँछु हाम्रो काम के कस्तो हुन्छ रेडी छ ए त मलाई पठाउनु भएन त अनि मैले अब एउटा म्युजिक भिडियो खेल्नु पर्छ अरे आजले यसो गरिदिनुहोस् त अनि हामी खेल्छौँ जिडी खोलातिर छ नि मैलाको बिहे अस्ति अन्डा लिन गएको नि है मैले अब के गर्नु त तरकारी नभएछ अन्डा लिनु जानै पर्यो टाइम दिनु तर मैले एक भएको चाहिँ देख्न पायो सेकै तपाईहरुको ब्लग नि नेपालको अन्डाकै छ है कुरा यसो गरे अन्डाकै कुरा छ है अन्डा लिन कहाँ हरायो अन्डा लिन जाँदा कहाँ गयो अरे चल त्यही त फेरि पुरा भिडियो नहेरी त्यो थम्बनेल र टाइटल हेरेर म हाइलाइट्स